दृश्यमा कुमारबेन चाहन्थे आफ्नै राजनैतिक पार्टी गठन गर्ने र बालेन चुनावमा जाने, तर बालेनको स्वभाव र सँगसँगै संगठनको कुशलता, चुस्तता र सबै दृष्टिकोणले त्यो करिब करिब असम्भव जस्तो थियो। तर त्यसका बावजुद पनि आफै पार्टी गठन गरेर निर्वाचनको तयारीमा जानका लागि बालेनको एक त स्वभाव पनि छैन र सँगसँगै त्यस्तो किसिमको संगठन चुस्तता पनि नबनेका कारणले वैकल्पिक रूपमा एउटा पार्टी चाहिँ निर्वाचन आयोगमा दर्ता गरिरहने र दर्ता थियो पनि। भोलि बालेनले पार्टीबाट उठेर जिम्मेवारी सम्हालिरहँदा त्यो पार्टी तयार थियो, तर सँगसँगै आफूलाई अहिले देखिरहेका वैकल्पिक पात्रका रूपमा पार्टी पनि बनेको र पहिले नै 79 को निर्वाचनमा समेत एउटा चौथो स्थान हासिल गरिसकेको रवि लामिछाने मार्फत अगाडि बढ्नुपर्छ भनेर जेलमै पुगे उनी। नक्खुको जेलमा पुगेर कुमारबेनले प्रस्ताव गरे। कुमारबेन फेरि घुमौरो तरिकाले कूटनीतिक भाषामा मर्यादा राखेर र अम्लो घुमाएर ल्याउने भन्दा पनि सोझो सोझो कुरा राख्छन्। उनको स्वभावै त्यस्तै हो र उनले सोझै भने, रवि लामिछानेजी अब तपाईको पार्टी छँदैछ, हामी मिलेर अगाडि बढौं, तपाई पार्टीको सभापति छँदै हुनुहुन्छ, पार्टी तपाईले सञ्चालन गर्नुहोस्, पार्टीलाई तपाई मजबुत राख्नुहोस्, तर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारौं। अहिले बालेन शाह हाई भएको पात्र हो, काठमाडौँ महानगरपालिका मात्रै होइन, उनलाई त प्रधानमन्त्रीको प्रस्ताव भदौ 24 गते नै आएको, तर उसले किन लत्यायो त? किनभने ऊ निर्वाचित प्रधानमन्त्री हुन चाहन्छ, चुनावी प्रधानमन्त्री होइन। त्यसैले गर्दाखेरि यो कुरा बुझेर सुझबुझ अपनाएर त्यो तपाईको पनि जित हुन्छ, हाम्रो पनि जित हुन्छ। यदि रवि जी तपाईहरु राष्ट्रपा र हामी बालेन छुट्टा छुट्टै उठ्यौं भने फेरि तिनै पुराना दलहरू जित्छन्, कांग्रेस एमाले र माओवादी नै हाबी हुन्छन् अथवा उनीहरुको गठबन्धन हुन सक्छ। त्यसैले नयाँहरु आऊ जसलाई जिन्दीको पनि अनुमोदन हुन सक्छ भनेर भनिएका कारणले गर्दाखेरि तपाईले त्यो उदारता देखाइदिनुस्, प्रधानमन्त्रीका रूपमा बालेनलाई समर्थन गर्दिनुस्, पार्टी तपाईको जस्ताको तस्तै रहन्छ, पार्टीको नेतृत्व सम्हाल्नुस् भनेर भनिरहँदा त्यो प्रस्तावलाई प्रारम्भमा धेरै गम्भीर रूपमा रवि लामिछानेले लिएनन् र आफूलाई यत्रो दुःख संघर्ष गरेर यो अवस्थामा ल्याइपुर्याएको पार्टीमा हातमा आएको यो भनेको अब चुनावको सम्मुखमा गएर प्रधानमन्त्री पद नै बालेनलाई बुझाउन तयार भएनन्। तर सोझै त्यसलाई अस्वीकार गर्नु भएन र त्यसपश्चात यसका विषयमा छलफल गरौँला। म अहिले कारावासमै छु। थप छलफल चाहिँ तपाईले उपसभापतिहरू डाक्टर स्वर्णिम वाग्ले र डीपी अरियालसँग गर्नुस् भनेर भन्दिए। त्यो परोक्ष रूपमा के थियो भने कुमारबेनको प्रस्तावलाई अस्वीकार गरेको जस्तो थियो। त्यसपश्चात कुमारबेन डीपी अरियाल र डाक्टर स्वर्णिम वाग्लेसँग भेट्न जान्छन्। डीपी अरियालले मर्यादापूर्वक नै प्रस्तावलाई सुन्छन् र समर्थन पनि जनाउँछन्, तर डाक्टर स्वर्णिम वाग्लेले यो कुरालाई व्यवस्था मात्रै होइन कतिपय अर्थमा अवमूल्यन जस्तो गर्छन्। त्यसपश्चात यो प्रक्रिया झण्डै झण्डै तुइन्छ जस्तो देखिन्छ। त्यही क्रममा रवि लामिछाने जेलबाट छुट्छन्। छुट्नुका पछाडि